अब चाहिँ हामी यसो डुल्न निस्किएको हैन। बिहान बिहानै आज शनिबार मजाले चाहिँ अब के भन्छ चिसो मौसमको फाइदा उठाउनलाई हिँडेको अब चाहिँ हैन। सर र फेवातालतिर माछा मार्न। ल नानी कता छौ? हेलो साजु बाई बाई हैन हाई हाई डाइरेक्ट सुरुमै बाई हाई भन्न नपाउँदा बाई हाई हाई नभन्दै बाई भाउजू नमस्ते नमस्ते हेलो कहाँ जानु लाग्यो? सोध्ले घुम्न कहाँ? पहाडमा कहाँको पहाडमा? स्याङ्जाको पहाडमा। ए स्याङ्जाको पहाडमा। ल गाइस हामी चाहिँ अब आज फेवातालतिर घुम्न जाँदैछौँ। सायद माछा साछा नि मार्ने भन्ने प्लान छ। आज माछा मारेर खाने दिन रहेछ, त्यसको लागि निस्केको छु घरको फ्यामिली। नउठाउने एकछिन अगाडि हिँड्नु अगाडि हिँड्नु। हेलो नमस्ते। म चाहिँ आज पोखरा फेवातालतिर यसो रमाइलो गरौँ भनेर केटाकेटीलाई लिएर फ्यामिली टाइम घुम्नको लागि माछा पनि मार्ने भनेर चाहिँ आज आइदिएको यतातिर हैन। यतातिर साथीहरू हुनुहुन्छ, उहाँहरूले पनि लगभग आज 2 किलो जति पारिसक्नुभयो। यता अर्को ग्रुप हुनुहुन्छ, उहाँहरूले चाहिँ निकै धेरै मारिसक्नु भएको छ। एक लट त लहर छोडेर पनि आइसक्नुभयो हैन। यो चाहिँ हाम्रो फेवाताल पामे एरिया चाहिँ यताबाट माथि वहाँ पारि तालबराई मन्दिर, पारि पुम्दी घुम्दी र निकै सुन्दर मौसम, हावा चलिरहेछ सिर पानीको छाल रमाइलो। यतातिर रिसोर्टहरू एउटा छाता ओढ्दै उतातिर रमाइलो गरिरहन्। अब एउटा प्याराग्लाइडिङ चाहिँ बरको रुखमा माथिपट्टि देख्न सक्नुहुन्छ। त्यो चाहिँ तल पानी पर्यो भनेर माथि ओट लगाएको जस्तो पनि छ पुरानोमा। फेवातालको किनार हेर्दाखेरि त खासै देखिए छैन, तर माछाहरू चाहिँ परिरहेछ। हामी अहिले अझै क्रममै छौँ, माछा मार्ने क्रममै जारी छ। पानी पनि मार्छ। अब पर्यो उता पर्यो। र सँगै हामी चाहिँ यता पुरानो खेततिर हिँड्दैछौँ। मेरो चाहिँ हिजो सानो एक्सिडेन्ट भएर खुट्टा हल्का दुखे जस्तो छ, अप्ठ्यारो भइरहेछ। तर पनि गाउँमा बस्नुको छुट्टै रमाइलो बजार। त्यसरी चाहिँ यहाँनिर चाहिँ पहिला धान रोप्थ्यो, अहिले चाहिँ अब धान छैन। यस्तै छ, खेत खोला खेत ताल भने जस्तो हैन। अब यहाँनिर माछा चाहिँ यहाँ तर रहेछ अलिक ठुलो। हामी चाहिँ उता अर्को ठाउँमा बसेछ, ठिक छ। यहाँनिर चाहिँ एउटा यो ल्यान्डिङ पोइन्ट पनि हो। माथि सारङकोटबाट चाहिँ प्याराग्लाइडिङ गरेर आउँदाखेरि यहाँनिर पनि ल्यान्डिङ गर्न सकिन्छ कन्ट्रोल पाराले। र यो चाहिँ हाम्रो सारङकोट जाने केबल कारको अफिस हो, त्यो पारी भित्तामा देखेको। त्यहाँबाट चाहिँ मनमुटुमा बस्न सफल। र यता पारिपट्टि अब हाम्रो खहरे एरिया पर्छ, अनि त्यहाँनिर हाम्रो सानो स्केटिङ पार्क पनि छ। यस्तै हुन्छ हाम्रो। अब हरियो वन नेपालको धन, जलस्रोतको धनी देश। लडे आज फ्यामिली टाइम स्पेन्ड गरौँ 1 महिना छुट्टीमा, यत्तिकै यसो रमाइलो गरौँ भनेर ताल किनारतिर आइदिएको। माथितिर साना रिसोर्टहरू पनि निकै बनिसकेछ। यसो कहिलेकाहीँ आउँदाखेरि बस्न सक्नुहुन्छ। हाम्रो त घरै यहीँ भएको भएर होला त्यति उस हुँदैन, तैपनि
किनारमा आएर बस्नुको मजा छुट्टै छ। यता पारि घुम्दी शान्ति स्तूप तल, यहाँबाट चाहिँ माथि शान्ति स्तूप देखिन्छ भने माथि अझै माथि ठुलो महादेवको मूर्ति पनि छ, शिवजीको। अहिले तत्कालै ओपनिङ भएको ठाउँ हो यो। निकै रमाइलो छ। मौसमले क्लियर भएको बेलामा अझै राम्रो देखिन्छ। आज अलिकति मौसम सफा नहुनाले पनि होला अलिक धुम्ली देखिएको, तैपनि वातावरण रमाइलो छ, शीतल छ। त्यसपछि यता हाम्रो सारङकोटको डाँडा यो भयो। सारङकोट जानको लागि अहिले हाम्रो केबल कारको पनि सुविधा छ। माथि भित्तामा देख्नुभएको चाहिँ त्यो केबल कार अफिस हो। त्यहाँबाट टिकट लिएर हामी त्यसमा चढेर सिधै माथि 5-7 मिनेटमै पुग्न सकिन्छ। है ल।